नमस्ते। जापानी भाषा सिक्ने हाम्रो यात्राको दोस्रो दिनमा सबैलाई स्वागत छ। हिजोको कुराहरू त यादै होला है। आज हामी अझै अगाडि बढ्दैछौँ र केही नयाँ एकदमै रमाइला कुराहरू सिक्नेछौँ। यसले हाम्रो जापानी भाषाको जगलाई अझ बलियो बनाउँछ। ल, सबैजना तयार हुनुहुन्छ? सुरु गरिहालौँ है त। म सँगसँगै भन्नुहोस् है। जापानिज भाषामा कोन्निचिवा फुत्सुकामे नो रेस्सो नो हाजिमे माशो जुम्बी वा इ देसु का? अंग्रेजीमा हेलो, लेट्स स्टार्ट डे 2 लेसन। आर यु रेडी? र हाम्रो नेपालीमा नमस्ते, दोस्रो दिनको पाठ सुरु गरौँ। तयार हुनुहुन्छ नि, हैन त? ल, अगाडि बढौँ। आजको हाम्रो पहिलो काम हो लेखन अभ्यास। हिजो हामीले आ, इ, उ, ए, ओ सिकेका थियौं, याद छ नि? आज त्यही क्रमलाई अगाडि बढाउँदै हामी का समूहका अक्षरहरू लेख्न सिक्नेछौं। का, कि, कु, के अनि को। ल, यो पहिलो अक्षर हेर्नुहोस्, यो हो का। यसको आवाज ठ्याक्कै नेपालीको कलम शब्दको क जस्तै छ। सम्झिन पनि सजिलो, काबाट कलम। स्क्रिनमा हेर्दै यसलाई लेख्ने कोसिस गरौँ है त। अब दोस्रो अक्षर कि। यसको उच्चारण कान्छीको कि जस्ती हो। एउटा रमाइलो कुरा, यो अक्षर हेर्दा अलिअलि गिटार जस्तो देखिन्छ नि? हो, त्यही भएर कान्छीले गिटार बजाउँदै गरेको सम्झनुभयो भने यो कहिले बिर्सिनुहुन्न। कि। तेस्रो अक्षर हो कु। यो त एकदमै सजिलो छ। उच्चारण को दस्ते। यसको आकार चक्की वा औषधि जस्तो पनि देखिन्छ। ल, अब पालो आयो के को। यसको उच्चारण नेपाली शब्द केराको के जस्तै हुन्छ। यो पनि सम्झिन एकदमै सजिलो छ। केबाट केरा। र का समूहको अन्तिम अक्षर हो को। यसको उच्चारण कोशीको को जस्तै। हेर्नुस् त, दुईवटा तेर्सो धर्सा कफीको कप जस्तो। वाह! ल हेर्नुस् त, हामीले 5वटा नयाँ अक्षरहरू सिकिसक्यौं। का, कि, कु, के, को। ग्रेट जब! अब अक्षरहरू सिकिसकेपछि अलिकति व्याकरणतिर लागौ है त। हाम्रो दोस्रो खण्डमा हामी वस्तुहरूलाई देखाउन वा सङ्केत गर्न प्रयोग हुने एकदमै महत्त्वपूर्ण शब्दहरू सिक्नेछौँ। जापानीमा यिनीहरूलाई कोरे, सोरे, आरे भनिन्छ। यो स्लाइडमा ध्यान दिनुहोस् है। यो चित्रले गर्दा बुझ्न एकदमै सजिलो हुन्छ। पहिलो शब्द हो कोरे, जसको अर्थ यो हो। यो चाहिँ बोल्ने मान्छेको नजिक भएको वस्तुलाई देखाउन प्रयोग हुन्छ। दोस्रो सोरे, जसको अर्थ त्यो हो। यो चाहिँ सुन्ने मान्छेको नजिक भएको वस्तुको लागि प्रयोग हुन्छ। र तेस्रो आरे, जसको अर्थ हो त्यो परको, जुन चाहिँ बोल्ने र सुन्ने दुवैबाट टाढा भएको वस्तुको लागि प्रयोग हुन्छ। धेरै राम्रो। ल, अक्षरहरू र शब्दहरू सिकेपछि अब के को पालो हो? संख्याहरू, नम्बर्स। अब हामी 1 देखि 10 सम्म गन्न सिक्छौं। यो एकदमै महत्त्वपूर्ण छ, त्यसैले ध्यान दिएर सुनौ है। ल, अब सँगसँगै अभ्यास गरौँ, बिस्तारै है। 1 इची, 2 नि, 3 सान, 4लाई शी वा योन भनिन्छ, 5 गो, 6 रोकु, 7लाई शिची वा नाना, 8 हाची, 9लाई कु वा ख्यु र 10 ज्यू। यहाँ एउटा कुरा याद गरौँ, 4 र 7 को दुई वटा उच्चारण छ। यसको पछाडि एउटा रमाइलो सांस्कृतिक कारण छ, जुन हामी पछि कुनै पाठमा कुरा गर्नेछौँ। ल, अब आयो दिनको सबैभन्दा रमाइलो भाग। हामीले आज जे सिक्यौं नि, अक्षर, शब्द, संख्या, अब ती सबैलाई जोडेर वास्तविक वाक्यहरू बनाउँछौं। हेरौँ है त। पहिलो उदाहरण हेरौँ। कोरे वा होन्देसु। यहाँ होनको अर्थ हो किताब। त्यसैले यो वाक्यको अर्थ भयो यो किताब हो। हामीले कोरे प्रयोग गर्यौं किनभने किताब बोल्ने व्यक्तिको नजिक छ। सरल छ हैन त? अब दोस्रो उदाहरण। सोरे वा नान्देसुका। यसको अर्थ हो त्यो के हो। यहाँ सोरेको प्रयोग भएको छ, जसले के देखाउँछ भने प्रश्न सोध्ने व्यक्तिले अर्को व्यक्ति नजिक भएको वस्तुको बारेमा सोधिरहेको छ। र तेस्रो उदाहरणमा संख्याको प्रयोग हेरौँ। रिङ्गो ओ मित्सु कुदासाई। रिङ्गो भनेको स्याउ हो। यो वाक्यको अर्थ हो कृपया 3वटा स्याउ दिनुहोस्। यहाँ एउटा चाखलाग्दो कुरा याद गर्नुभयो, 3लाई सान नभनेर मित्सु भनिएको छ। जापानी भाषामा वस्तुहरू गन्दा संख्याको रूप कहिलेकाहीँ परिवर्तन हुन्छ। अहिलेलाई यति बुझौँ। यसको बारेमा हामी पछि विस्तारमा सिक्नेछौँ, त्यसैले अहिले चिन्ता लिनु पर्दैन है।
ओचुकारे समादेशिता आजको लागि धेरै राम्रो काम गर्नुभयो। आज सिकेका कुराहरू खास गरी संख्याहरू याद गर्ने प्रयास गरौँ है। भोलि भेटौँला। म त आशिता। ल आजको लागि यति नै। अब भोलि के सिक्ने होला, केही अनुमान छ? भोलि हाम्रो तेस्रो दिनमा हामी सा समूहका अक्षरहरू सिक्नेछौँ र जापानी भाषामा प्रश्न कसरी सोध्ने भन्ने बारे पनि जान्नेछौँ। भोलिको पाठको लागि तयार रहनुहोस् है। फेरि भेटौँला।